हेलो एभ्रिवान वेलकम ब्याक टु अस्लाम अफसल बक्स। स्वागत छ हजुरहरूलाई ब्लगमा। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम आराम कुशलै छु भन्दै आजको भ्लग सुरु भइसक्यो साथीहरू। आज चाहिँ हाम्रो काम धान जाने काम भइरहेको छ, देख्न सक्नुहुन्छ। धान झार्दै हामी लगायत हाम्रो काम चाहिँ बिटा बोक्ने काम है। बिटा बोक्ने यसरी जाम पारेर फटाफट धान जाने काम भइरहेछ त हो। त्यसरी हान्ने ड्याम ड्याम कुड्या हो। अरू उता धान झार्छन्, हामी यता बेसरी बस्छौँ। तर झारिराख्नु झारौँ झारौँ धान झारौँ ल। सकिगयो अब त खाजा खाने नि बेला भयो। पाकेन हो कि बनाएन। धुम धुम पारेको केटाहरूले मोटे फेरि हान्छ खतरा थर्काइहाल्छ। मोटे थर्काउने चाहिँ यो धेरै हो, ड्याम ड्याम थर्काउने यो ए हो यो मोटे डुम डुम पारे 60 मात्रै के बोले हो त 60 मात्रै छ। ल धान झारेर आधी उधी भ्याइयो, अब आधी बाँकी यो तलतिर बिटा उठाउने। यहाँ झुक्रेर बसेछ, खाजा खान नपाएर झुक्रेर। यो घरको मान्छेले खाजा खान बोलाउँदैनन्, बोलाउने कुराकानी नै गर्दैन त हो। कता के घर हो। भ्यायो त मासतिर हो। खाजा चाहिँ चटपटे बन्दै रहेछ है। यतै खाजा धान जानेलाई चटपटे खाजा। यता डिउ पनि रहेछ। गाई चहरूलाई चटपटे खाजा। खाऊ खाऊ ल, मिठो छ। जाड्दा खानु परेको नि। मोटे मिठो छ चटपटे। हेर दुई बनले एक थाल लिएर बसेका भित्र तारीमा नि हामीलाई अलिक बेस भयो। बाहिर नि खाँदैछन्। सब खानामा व्यस्त। यिनीहरूले कस्तो हाल्यो है यो अमिलो खाजा साजा खाइयो, टन्न भएर नभइयो। अब लाग्यो त्यो त बिटा बाँध्न बोक्न। कसले बान्यो यो? हामी बान्यो नि। ए मोटे खाजा खाइस् ए चटपटी नि एक पाथी खायो ल यसले त भनेर के तैँले चाहिँ राखिस्। पुरा कलवा देखेछ त अनि के हो नि। ए घामले डढेर यस्तै हो। यता गाइजहरूले नि खाँदै होला लगभग सायद। ए ल यता नि खाँदैछन् भक्का भक्लो। धानको रास देखाइदिएन पहिला अनि पो त अनि यता नि खाँदैछन् ल। मान्छेहरू जाँड मात्रै खाँदो रहेछ, चटपटी नखाँदो रहेछ। खाना
खाऊ खाऊ ल खाजा अब खाने गरेको सिद्धो अब धान जाने काम गबोला आदि उदि सिधाइयो खाँदैछ नि त खाँदैछ पछि पछिले उता बसेर खाँदैछ खाजा ब्रेक पछि ल गाई चऱ्यो त धमाधम काम गर्न थाल्यो चटपटे खायो आन्टीको खाजा ब्रेक पछि सब काममा लाग्यो फेरि उता पनि झार्न थाल्यो फाइनल्ली सिद्धिन लाग्यो धान झारेर उता बताउँदै पनि छन् यता जाने उता कुनैतिर बस्दै कसैले बोक्दै कामदै त बसेन नि ती
उर्रे उर्रे मोटेलाई गलेछ हान जुजन हान अरे गर्दै ढङ 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 पर्दै गोरा नाङ्लो ठटाउ न हजुर छ्यास मारेछ त आदे मुस्कान मुस्कान अङ्कललाई त कम्बलै नभर्ने कम्बलै नभर्ने रहेछ पट्नु नजाने गोरा गोरा ल राति राति भए पनि काम सकाइयो टाइमहरू त कति भयो त टाइम त धेरै भएन 7:30 बज्यो 7 बज्न आँटा 7 बज्यो भन्दा हुन्छ बत्ती बाल्ने यही मोटे हो यहाँ तल बस् त तल बस् न जतिकै छ गणेशजी यही मोटे हो गणेशजी जतिकै छ ल जस काम सिधाइयो राति 7 बजे सम्म भित्रमा नौ नारी गलेर आछ बिहानदेखि यही हो बत्ती बाल्ने के भन्छ टेक्निसियन हो कि इलेक्ट्रिसियन ओइ मोटे ओइ धान नु सर्न त हैजालाई हो 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 जाने बेला राति राति भए पनि यसो काम सकाइयो ल धान पनि भरेर लगभग सकियो आज प्रेमे भाइ लु एउटा उठा त कुन्टी हो केटा उठाइदियो त्यो होइन ल
ल भान्जालाई ल थपक्क ल काँधमा ल ल